अझै माथि माथि तल 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 ए भन मेरो भाइ हो हामी टिकट किनेर भित्र जानेछु अनि भित्रको तपाईँहरू नजर हेराउनेछु अहिलेको लागि कटिङ हाम्रो गाई कर कति 220 रुपये 20 रुपये दो कति रुपये 220 टका छ ले बस त्यो त टिकट लिइसकेपछि टिकट हेरौँ त हामी मुनि लङ्गोरी आउच च्याटो याक पेन यो हाम्रो हर्कन सम्माको ब्युटिफुल पार्क ए भन मेरो भाइ हो ए धौसी मागेर के होइन भाइ हामी टिकटक बनाएको यसलाई भन्छ पुरी भाइ लाग्नबाट मात्र काट्दिन्छु तेरो तुरी आशिक डोना हामी सोका डोना हो SDS डोना हामी आइसकेछु एउटा हर्कन गुरुको एउटा बेहतरिन बजेट मैले छुट्याएको हर्कन सम्पङ्गलाई सोशल मिडिया हो मान्छे हर्कन क्लोज हो हर्कन सम्पङ्गले बनाएको ठाउँ एउटा राम्रो पनि राम्रो सब राम्रो हो हैन त्यसैले भन्छु राम्रो पनि राम्रो हामी पनि राम्रो सबै राम्रो राम्रै राम्रो त्यसैले हामी सपोर्ट गरेर जानु होला हाय मैं हो गई तेरी सजना हामी त ढुङ्गा उठाई बनाउने हो खाने पानी त्यसैले हर्कन दाइ हाम्रो रहेछ राम्रो हाम्रो माथि हेर्नु होला कस्तो छ भ्यू हामी भित्रको पनि भ्यू हेराउनेछु अहिले थाइसकेछु कि अलिकति आराम गरेर अनि भित्रको भ्यू मजाले हेराउनेछु अलिकति आराम गरेर हेर्नु यो सबै थाइसकेको सिनहरू हिँड्दा यति माथिदेखि भाडा बचाउन खातिर हामी बेजोग छ यार त्यसैले हामी आफ्नो हर्कन सम्भाको सपोर्ट गर्नको लागि आइदिएको छु यहाँ हाम्रो पार्क यो हाम्रो फ्युचर हर्कन सम्भा हर्कन भन्दा पनि ठुलो अझै तल 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 अझै माथि माथि तल 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 क्यामेरा डाउन गर्ने हो के हामी माथि जाँदैछु अनि माथि गएर अनि अझै हेराउने छु तिम्रो कहाँबाट आएको हामी झुम्काबाट आएको दाइ झुम्का के गर्न यही हेर्न आएको हामी हेर्न पनि आएको थियौँ उता माथि गएको थिएँ के भन्छ गएको थिएँ झुम्काबाट आएको हजुर झुम्काबाट भेट्न नजिकै हो यस्तो घुम्दा राति भइसक्यो उता फर्किनुको लागि अनि अब फर्किएपछि अब उता पनि आइसक्यो नि त हाम्रो कतिजना हामी 4 दिन एकजना यहाँ छ 2 जना उता छ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएर पनि एक्सपिरियन्स गर्नेछु कस्तो लाग्दैछ हाम्रो हर्कन गुरुङ दाइको ब्लग अनि तपाईँ बनिराख्नु होला साथीहरू हाम्रो मेन्टो अनि माछाहरू कति तन्ने छ यार अनि यहाँ चाहिँ क्यामेराम्यान यहाँ सुटिङ हुँदैछ पुरै आफ्नो हर्कन गुरुङ दाइको हल्का परफेक्ट क्यामेरा एङ्गल बनाउँदैछ जोरी कपाल अनि हाम्रो यहाँ धरामको बोट रहेछ अनि यहाँ पुगेर अनि उता गएर अनि फुट्टैक लिनु बाहिर अनि जाने हो घरतिर ल जाऊँ साथी
अनि भन हर्कन गुरुको पार्क कस्तो लाग्यो दाइको पार्क एकदम बब्बा छ यतिको पार्क मैले आजसम्म देखेको थिइनँ तर देखिनु नपरोस् मेरो मतलब अर्कोले देखेँ बेलिन जस्तो चिपिक चिपिक छ छामा न पहिले ओइ क्या सब छ यार हामी चिपिक चिपिक छ है रुखलाई कस्तो रेस्पेक्ट गर्नुपर्छ अनि मर्या कस्तो बनाउनु पर्छ यस्तो बनाउनु दुम्सी रुखको घुम्ने बनाउने अनि यस्तो अनि उमार्ने लाठुला बनाउने हाम्रो हर्कन गुरुङ दाइले धेरै राम्रो गरेको छ हामी मान्छु अनि तपाईँहरू मान्नुहुन्छ कि मान्नु हुँदैन भने सरहरू भन्नु होला साथीहरू जहाँ पनि पुगोस् हामी दुईजना रहेछ नेपालको झन्डा पनि देखाउ उहाँ अगाडि हाम्रो नेपालको झन्डा राष्ट्रिय हाम्रो किसान यताबाट होइन नि त उहाँबाट जान्छ अगाडिदेखि हामी भित्र जाने हो नेपाल जय हिन्द जय किसान भन्नुपर्छ किन होइन सक्दैन म लगभग 1 घन्टामा त बढी हिँडिरहेको छु होइन अब त सक्दैन तिमीलाई हर्कन गुरु हिसाब थाहा छैन दाइको उनले ढुङ्गा बोके म तिमीलाई बोकेर हिँड्छु अनि मलाई बोकेर हिँड नि त तिमी त्यति मात्रै फरक रहेछ त्यति त फरक हाम्रो यहाँ हेर्दै गर्नुहोला Whoa! Hehehe. म हुनु राम्रो श्री किसान हाम्रो रुखलाई सम्मति कस्तो गर्नुपर्छ सुरक्षा हामी त्यो भिडियोमा स्वाटै हेर्नु हो वाउ हाम्रो हर्कन दाइ पनि यहाँ रहेछ रुख रोप्दै अनि बनाउँदैछ पार्क हर्कन दाइको पार्क अनि तपाईँ यहाँ हेरिहाल्नु होला साथी ढुङ्गा फोरेर हामी पानी गाल्नु हो अनि यहाँ हेर्नु होला हर्कन गुरु चाको सम्झनामा छ यो हाम्रो यो छपरी साथी हट्ली भन न फोटो खिचेको बसेको को त्यहाँ त्यो भन्नु पऱ्यो मलाई बसेको त तिमी हो फोटो खिचेको म हो वाउ पानीको भिडियोमा यसरी पानी जान्छ हाम्रो हर्कन दाइ आएपछि पानी जेहीँदेखि पनि निक्लिने हो त्यसैले भन्छु कमी छैन जति गरे पनि खरानको पानीको कमी दिएको छैन त्यसैले हामी रेस्पेक्ट छैन धेरै मान्छु हाम्रो हर्कन दाइलाई अनि उता भर्खर बन्दैछ वाउ बन्न पाएको छैन मान्छे पुगिसकेको छ मुनि हाम्रो पानी जाँदैछ माथि हामी जाँदैछौँ पानी धेरै भयो चाहिँ यहाँसम्म आएको ल पानीको धेरै उत्पादन भयो सुखामा पनि पानी आइदिएको छ त्यो रुख काटेको देखाउ यहाँ हाम्रो को हो किसान मेरो यहाँ फुलमा पानी हालेको देखाउ तिमी मुला युट्युबर गर्ने हो हामी सबै हाल्ने हो हाम्रो जय हिन्द जय किसान यही हो हाम्रो महत्त्व पुरानो योगी जारान चिर्ने मेसिन
भोलिसम्म गर्ने पर्सिदेखि चाहिँ बन्द गर्ने मुनि मुनि झरौँ अब त बाटो चाहिँ भोलि टिका लगाउने दिन होइन पर्सि हो दाइलाई ओभर एक्सेप्ट गरेर अनि यहाँ पानी खानेछु अनि यो दोष यहाँ पानी खान्छ यहाँ हो हाम्रो दाइको मुख धुन पाइँदैन पानी खान पाइन्छ यहाँ पानी फाल्नु हुँदैन धेरै मेहनत गरेर पानी ल्याएको छ हाम्रो हर्कन गुरुङ दाइले अनि हामी पनि पानी खाइदिन्छु समाता क्यामेराम्यान ल ल ल पानी खाम पानी पानी धेरै खानु हुँदैन हट अट्याक आउला ल ल ल समात क्यामेराम्यान हाम्रो धरानको मजदुर किसान ए हो नोइज पोल्युसन छैन साउन्ड पोल्युसन छ भनेर हुँदैन माछा मरिसकेछ एउटा यसलाई भन्छ पुरी यसलाई भन्छ पुरी भाइ लाग्नबाट अन्त काट्दिन्छु तेरो तुरी गुड नाइट हो र सेलरोटी खान मन छ भने यहाँ हेर्नु होला बिन्दास सेलरोटी दिन्छ यो दिदीले अनि हामी जाने हो एक ब्युटिफुल प्लेस बोले त थाहा भएन मलाई पनि कहाँ जान्छु जहाँ जान्छु त्यहीँको भिडियो हेराउँछु जहाँ पनि जाने हो हाम्रो दाइले हेर्ने हो डाइलग सही छ डाइलग दाइ सही छ क्या डाइलग दाइ है बुझ्यो हो म बाटो सही छैन भने काम सही छ हो त ल ठिक अनि हामी जाने हो जहाँ लाग्छ बाटो त्यही पुग्ने हो अरू हामीलाई पनि थाहा छैन अब जाने हो खेल्ने ठाउँ अनि धरान यहाँ हेर्नु होला हट हट भर्सेस हट भनेपछि फोटो खिच्दैछ यहाँ क्यामेराम्यान छ दाइ हाम्रो दोस्त गोर्खा आर्मीको ट्रेनिङ दिँदैछ अनि गोर्खा आर्मी बन्द छ नि त हामीहरू नेचुरल साउन्ड सुन्नु कति राम्रो आउँदैछ वाउ पर्फेक्ट यार एक नम्बर गोर्खा आर्मी सेम टु सेम लाग्यो कि लागेन साथीहरू तपाईँ कमेन्टमा भन्नु त हामी धरान पुगेर आउँछु राति पनि भइसकेको छ हाम्रो दोस्त यहाँ पुगिसकेको छ छिटो छिटो हेराउँदै जान्छु नि त हामीहरू अब यो भइसक्यो हेलो हामी चिल्ड्रेन पार्क छिर्दैछु अहिले हामी बच्चा बुझीको हल्का एक्सपिरियन्स लिनुपर्छ कस्तो छ वाउ यो न हाम्रो बुनु एक्लै छ यसलाई हेल्प गरिदिनु पर्यो आओ यस न ल बाई बाई यहाँ आएर खाली छ जाम ओइ खेल्नु हुँदैन फटा यो हाम्रो चिल्ड्रेन प्याक छ अनि चिल्ड्रेन मात्र खेल्न पाइन्छ जाम वाउ हामी धरान आइपुगे भनेपछि धरान हाम्रो हर्कन गुरुङको डिजाइन हाम्रो हर्कन गुरुङ दाइको डिजाइन गरेको पार्क के हो अनि यहाँ चाहिँ धरान हाम्रो हर्कन गुरुङ दाइको पार्क कस्तो लाग्यो राम्रो लाग्यो त एकदम म यो पार्क बनाउने मान्छे पनि म हो त्यहाँ
चुप लागेर बस्छ नि यहाँ इन गर् हाम्रो हर्किन गुरुङ दाइको पार्क कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लागेको होला भने सपोर्ट गरेर जानु होला अनि हाम्रो दोस्तलाई राम्रो लाग्यो अरे त्यति भनेर हाम्रो ब्लग यहीँ क्लोज हुँदैछ अनि जय हिन्द जय किसान बाबा सी यू नेक्स्ट ब्लग